हेलो टाइसितले नमस्ते सबैजनालाई। म चाहिँ अहिले ठ्याक्कै फिलाडेल्फियामा छु। यहाँ अब आज घुम्दैछु हो। यहाँ लास्टै जाडो छ। आमामा चिसो नि, चिसो तर घामलाई मजाले लागिरहेछ। लास्टै चिसो रहेछ यहाँ। तपाईहरुलाई म देखाउन गइरहेको छु रकी ब्रदरको स्ट्याचु है, त्यतै जान लागेको छु। मेरो चाहिँ पार्किङ चाहिँ एकदम गाह्रो रहेछ यहाँ नजिकतिर। पर निकै टाढो पार्किङ गरेर चाहिँ यता आएको छु। यता चाहिँ जो छ यो टुरिस्ट एरिया रहेछ, तर हिजो आज जाडोले होला चिसोले त्यति मान्छे छैन रहेछ। यो चाहिँ बेन्जामिन फ्र्याङ्कलिन पार्क रहेछ। यो परको त यो मुस भइहाल्यो है। अब वाह खतरा रहेछ यो मुस चाहिँ। यो चाहिँ हाम्रो याक है, अमेरिकाको याक बाइसन। के आउँदैछ यो, खोइ के साह्रो हो। माथि चाहिँ ड्रिम होल म्युजियम हो, फिलाडेल्फिया आर्ट म्युजियम रहेछ त्यो। रकी चाहिँ पहिले यहाँबाट कुदेर आउँथ्यो कि यो पार्कमा कुदेर आएर यो भर्याङमा चाहिँ स्पिडमा रनिङ गरेर चाहिँ माथि यसरी बस्थ्यो क्या। अब चाहिँ फर्किन लागेको। दामी रहेछ यो ठाउँ। यस्तो चिसो जाडोमा पनि टुरिस्ट निकै आएछ। ठन्डै रहेछ टुरिस्टहरू त। अब चाहिँ फर्किनु पर्यो। गाडी पार्किङ चाहिँ आधा घन्टा जस्तो पछाडि राखिरहेको छु।